टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिडो सफलताको बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ। बडा दशैंको आज छैटौं दिन। जनकपुर सहित तराई मधेसमा आज बेलनोत सम्बन्धी प्रसङ्गबाट। बडा दशैंको आज छैटौं दिन कात्यायनी भगवतीको पूजा गरिँदैछ। घट स्थापना गरेसँगै नवदुर्गाका 9वटा रूपहरूको पूजा गरिन्छ। आजको दिनमा कात्यायनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख जस्ता सङ्कट नाश हुने धार्मिक विश्वास रहेको छ। नवरात्रिका 9 दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कृष्णमाण्डा, पाँचौं दिन स्कन्दा माता, छठौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ। जनकपुर सहित तराई मधेसमा बेलनोत विधि सम्पन्न गरिँदैछ। पर्वका अवसरमा प्रतिमा बनाएका देवी दुर्गाको आँखा उघार्ने प्रयोजनका लागि बेलनोत विधि गरिने मैथिल परम्परा रहँदै आएको छ। बेलनोतको अर्थ बेललाई निम्त दिनु भन्ने हुन्छ। मधेसमा वडा दशैं पर्वमा माटो मुछेर बनाएका देवी प्रतिमाको आँखा सप्तमीका दिन खोल्न बेलको भेटको प्रयोग गरिने परम्परा छ। यसका लागि एक दिन अघि षष्ठी तिथिका दिन मध्याह्नपछि बस्ती नजिकको बेलको रुखमा चढेर एउटा बेल फललाई रातो रुमालले बाँध्ने विधिलाई मिथिलामा बेलनोत भन्ने गरिन्छ। आज षष्ठीका दिन मिथिलाका प्रत्येक गाउँ नगर बस्तीमा यो विधि सम्पन्न गर्ने तयारी छ। दशहरा 9 दशैं पर्वको छैटौं दिन यो विधि उत्सवमा वातावरणमा मनाउने मधेसको परम्परा छ। यसअघि यसपालि कोभिड-19 संक्रमण जोखिमले बाजागाजा र भिडभाड केही नगरी केही प्रतिनिधिले बेलको रुखमा पुगेर यो विधि सम्पन्न गर्नेछ। संक्रमण जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले भिडभाड नगर्न नियमित पूजा आराधना बाहेक देवी शक्तिपीठ र मन्दिरमा मेला उत्सव लगाउन नपाउने गरी नवरात्रिका दिन घटना स्थापनाकै दिन निषेध आज्ञा जारी गरिसकेको छ। षष्ठीका दिन वैदिक निम्ता गरेर बाँधिएको बेलको फल भेट्नु सहित सप्तमीका दिन टिपेर सोही फलको भेट्नुहुने प्रतिमाको आँखा कोट्याएर उघार्ने परम्परा अनुसार बेलनोत आज सम्पन्न गरिन लागि हो। कञ्चनपुरकी 13 वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको 2 महिनापछि प्रहरीले फेरि घटना सम्बन्ध पुराना फाइल पल्ट्याउन थालेको छ। प्रहरी महानिरीक्षक शैलेश थापा छेत्रीले निर्मला हत्या प्रकरणलाई छिट्टै टुङ्गोमा पुर्याउने बताउँदै आइसकेका बेला प्रहरीले सो घटनाका पुराना अनुसन्धान फाइल तथा मिसिल फेरि पल्ट्याउन थालेको हो। यसैगरी पुराना फाइलको अध्ययनसँगै प्रहरीले पहिलो अनुसन्धानमा तानिएर छुटेका र नयाँ सम्भावित अनुहारलाई समेत उच्च निगरानी गरिरहेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसपी कुबेर कडायकले सो हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी टोली सक्रिय रहेको र पुराना मिसिल समेत अध्ययन हुँदै गरेको बताए। प्रहरी प्रवक्ता एसएसपी कडायलले भने अनुसन्धानको गतिले अहिले लय लिएको छ। अनुसन्धान निष्कर्ष नजिक छ। केही समयभित्र सत्य बाहिर आउँछ। उनले पहिल्यै अनुसन्धानका क्रममा तानिएर छाडिएकाहरूको समेत मुद्दा नटुङ्गिएका कारण उनीहरू पनि अनुसन्धानकै क्रममा रहिरहने जनाएका हुन्। 10 साउन 2075 पन्तको घर नजिकै उखुबारीमा बलात्कारपछि हत्या गरिएको थियो। प्रहरी उनको शवलाई 11 गते बिहान नियन्त्रणमा लिएको थियो। बेलबारीमा स्कुटर दुर्घटनामा परि एक युवतीको मृत्यु भएको छ। बेलबारी नगरपालिका 4 मा बुधबार राति गएको दुर्घटनामा चालक 19 वर्षीय समीक्षा रायको मृत्यु भएको हो। दुर्घटनामा परि गम्भीर घाइते उनको उपचारका क्रममा
विराटनगरको निरो अस्पतालमा आज बिहान 1 बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। उसको 32 नम्बरको स्कुटर आफै नियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा स्कुटरको पछाडि बसेका 18 वर्षीय अनुपमा राई र 16 वर्षीय समीक्षा राय घाइते भएका छन्। अनुपमाको विराटनगरको नोबेल मेडिकल कलेज र सुमित्राको स्थानीय स्कुलमा सामुदायिक अस्पताल विराट चौकमा उपचार भइरहेको प्रहरीले जनाएको छ। भक्तपुर अस्पतालमा कोरोना भाइरसबाट संक्रमित एक गर्भवतीको मृत्यु भएको छ। तनहुँको शुक्ला गण्डकी घर भएकी हेटौडा बस्ने 23 वर्षीय गर्भवतीको बिहीबार बिहान मृत्यु भएको हो। बुधबार भेन्टिलेटरमा राखेर उपचार गरिएको उनलाई असोज 30 गते कोरोना पुष्टि भएको थियो। 37 हप्ताकी गर्भवती उनमा खोकी तथा श्वास प्रश्वासमा समस्या देखिएको प्रहरीले जनाएको छ। अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि उनलाई बचाउन नसकेको चिकित्सकहरूको भनाइ छ। नेपाल राष्ट्रिय बैंकले आजदेखि 20 रुपैयाँको नयाँ नोट बजारमा ल्याउने भएको छ। साबिकको आकार, रङ र बाह्य चित्र रहेको 20 रुपैयाँको नयाँ नोट आजदेखि चलन चल्तीमा ल्याउन लागेको बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभागले जनाएको छ। विभागका अनुसार नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लाली गुराँसको पानी छाप, तत्कालीन गभर्नर डाक्टर निरञ्जवी नेपालको दस्तखत तथा तल्लो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा विक्रमसम्म 2076 लेखिएको हुनेछ। टुडे न्युजमा एकछिन व्यावसायिक विश्राम। यसपालि आउन नमिल्ने भयो आमा। यो दसैँमा निधार खाली नै हुने भयो। दसैँमा निधार खाली राख्न हुन्न नि बाबु। हाँस्दै खेल्दै सानो सानो खुसीमा भुल्दै हुर्किँदैछ नेपाल चोकको फनमा रमाउँदै, नयाँ साथी बनाउँदै विशाखोलाई मनाउँदै हुर्किँदैछ नेपाल चोकको फनमा रमाउँदै। नेपालको सर्वाधिक लोकप्रिय चोकलेटी वेफर चोको फन। चोको 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 फन। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्। मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेसनल सेन्चुरी बनाए। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिएँ। ओडिआई स्टेटस पाउँदाको त्यो क्षण, अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि। मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत, सङ्घर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चिजहरू छन्। सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। त्यो रातो वाला हैन, हरियो वाला, हरियो वाला। सानो वाला हैन के, ठुलो वाला गाडीमा ठुलो वाला। नमस्कार साउजी। नमस्कार। बसौँ न बसौँ। अनि उहाँ चाहिँ मास्टर वाला कि इन्जिनियर वाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियर वाला। अनि किन आउनु भयो होला? सिमेन्ट चाहियो, त्यही भएर आइयो। ए ए ए कुन सिमेन्ट? राष्ट्रिय वाला कि अन्तर्राष्ट्रिय वाला? अखण्ड वाला कि मेरुदण्ड वाला? शक्ति वाला कि भक्ति वाला? जुनी वाला कि मनी वाला? ए साउजी,
नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट। ए नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट ठीक रोज्नु भयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज। के पिउ कि कुन चाहिँ वाला? आशा हो तिमी मेरो, भरोसा हो तिमी मेरो, तिमी नै हो सपना अटुट, तिमी सहयात्री मेरो। टिभीएस बाइक वा स्कुटर किन्नुहोस् र जित्नुहोस् स्योर सर्ट रु 9,000 सम्म वा 0% ब्याज दरमा फाइनान्स वा बजार मूल्य भन्दा थप रु 15,000 सम्म एक्सचेन्ज बोनस पाउनुहोस्। साथै बम्परमा किने पनि नकिने पनि अपाचे RR 310 जित्नुहोस्। टिभीएस दशैंको आशा। नाममै यसको शक्ति छ, नाममै सङ्गीत छ, नाममै पहिचान छ, नाममै यसको ओपिसी सिमेन्ट। विश्रामपछि स्वागत छ। अब बाँकी प्रसङ्ग। ललितपुरको बालकुमारीमा नम्बर नखुलेको गाडीले पैदल यात्रीलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ, अर्का एकजना घाइते भएका छन्। आज बिहान नम्बर नखुलेको गाडीको ठक्करबाट घाइते भएका ललितपुर महालक्ष्मी स्थानका 78 वर्षका बाबु कागजी श्रेष्ठको उपचारको क्रममा B&B अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि घाइते भएका 70 वर्षका भाइ लाल महर्जनको B&B अस्पतालमै उपचार भइरहेको छ। ठक्कर दिएर फरार भएको गाडी र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। यसैबीच हिजो दिउँसो काठमाडौँको बानेश्वरमा मोटरसाइकलले जेब्रा क्रसमा ठक्कर दिँदा घाइते भएकी युवतीको ज्यान गएको छ। बागमती प्रदेशको 02013 प 6509 नम्बरको मोटरसाइकलले जेब्रा क्रसमा बाटो पार गर्दै गरेकी काठमाडौँ गोलढुङ्गाकी 20 वर्षकी सुजु पुतुवारलाई ठक्कर दिएको थियो। उहाँको उपचारको क्रममा ट्रमा सेन्टरमा बेलुकी ज्यान गएको प्रहरीले जनाएको छ। घाइते मोटरसाइकल चालकको सिना मङ्गलमा रहेको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ। हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतः सफा रहेको छ। बिहिबार देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ। यस्तै प्रदेश नम्बर 1 गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। बिहिबार दिउँसो प्रदेश नम्बर 1 गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली तथा बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नम्बर 1 गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहिबार काठमाडौँ अधिकतम तापक्रम 27.5 डिग्री सेल्सियम र न्यूनतम तापक्रम 14 डिग्री सेल्सियम रहने पूर्वानुमान गरिएको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। भारतमा कोरोना संक्रमितको संख्या 77 लाख नाघेको छ। पछिल्लो 24 घण्टामा 56,000 जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या 77,05,158 पुगेको छ। संक्रमित मध्ये अहिलेसम्म 68,71,898 जना संक्रमण मुक्त भएका छन्। 7,16,607 जनाको उपचार भइरहेको छ। भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या 1,16,000 नाघेको छ। 24 घण्टामा भारतमा थप 703 जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या 1,16,653 पुगेको छ।
हवस् त यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गुल्मा टिभी टुडे। नमस्कार।